बालेन दाईको क्रेज हेर्नुहुन्छ, बालेन दाईको क्रेज यहाँ हेर्नुहोस्। भर्खर यो पोस्ट 4 मिनट पहिले आएको छ 14,200। अब एकचोटि मात्रै म रिफ्रेस गर्छु। यहाँ हेर्नुहोस्, एकचोटि रिफ्रेस गरेँ 14,200 थियो 14,700। एकचोटि फेरि रिफ्रेस गरेँ 14,700 थियो 15,100। 4 मिनट मात्रै भएको छ। हेर पार्टीको झोलेहरू, हेर हेर बालेन दाईको क्रेज, यहाँ हेर बालेन दाईको क्रेज यो। अब 15,700 छ। एकचोटि अझै स्क्रोल गरेँ, ल रिफ्रेस गरेँ 15,700 16,000। 4 मिनटमा 1,800 कमेन्ट। अब अझै हेर्दै जानु। यहाँ एकचोटि अझै रिफ्रेस गरेँ 16,700। फेरि एकचोटि अझै रिफ्रेस गरेँ 17,100। अब फेरि एकचोटि रिफ्रेस गरेँ, हेर्दै जानु हेर्दै जानु 17,600। अब एकचोटि अझै रिफ्रेस गरेँ 17,900। एकचोटि अझै रिफ्रेस गरेँ 18,300। 5 मिनट मात्रै भएको छ, 5 मिनट अझै। एकचोटि अझै रिफ्रेस गर्ने। यहाँ हेर्नु, यहाँ 18,800। 18,800 छ होइन। एकचोटि अझै रिफ्रेस गरेँ, ल 19,200। ल म 5 गर्छु 20,000 पुगिसक्यो हुन्छ। ल 1 2 3 4 5। ल 20,000 100% पुग्छ। 20,000 ल 20,000 ल हेर्नु यहाँ 20,100। मैले भने नि पुग्छ। अब ल 5 अझै गर्छु म, 5 अझै गर्छु 21,000 100%। ल 1 2 3 4 5 5 भयो नि। अब ल ट्याक्क रिफ्रेस गरेँ। अब यहाँ हेर्नुहोस् 21,000। 21,000 भन्दा माथि, ल 21,400। यो हो के बालेन दाईको क्रेज। अब आउने चुनावमा त 100% बालेन दाई प्रधानमन्त्री बन्ने नै हो। अब पार्टीको झुलेहरू के भन्छ थाहा छ? ए आइफोन पक्रेछ यिनीहरू, के पक्रेछ, तेरो टाउको पक्रेछ मोडा पार्टीको झोलेहरू। यस्तो हुनुपर्छ क्या फ्यान फलोइङ, अनि न दबदबा हुन्छ। यसै कारणले गर्दा त हामी जेनजीहरू भन्छौँ अब की बार बालेन सरकार।